दार्जिलिङ माटोको माया सेवा संस्थाको विशेष पहल र सहयोगमा खरसाङ निवासी तथा बहरिनमा कार्य गरिरहेको समय गत 29 मार्च 2026मा निधन भएकी मिन्टु सुब्बाको पार्थिव शरीर आज खरसाङ ल्याइ पुर्याइयो। तिनको पार्थिव शरीर हिजो परिवार पक्ष अनि दार्जिलिङ माटोको माया सेवा संस्थाका प्रतिनिधिहरूले कलकत्तादेखि एम्बुलेन्स मार्फत आज बिहान प्राय 4:30 बजी घर ल्याइ पुर्याएका हुन्। आज स्वर्गीय सुब्बाको पार्थिव शरीरलाई घर ल्याइ पुर्याएपछि तिनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तथा परिवारलाई सान्त्वना प्रदान गर्न दार्जिलिङ माटोको माया सेवा संस्थाका प्रतिनिधिहरू लगायत तिनका शुभचिन्तकहरू आइपुगेका थिए। यस अवधि परिवार पक्षले स्वर्गीय मिन्टु सुब्बाको निधनबारे जानकारी गराउँदै तिनको पार्थिव शरीरलाई घरसम्म सुरक्षित ल्याइपुर्याउन सम्पूर्ण सहयोग प्रदान गर्ने माटोको माया सेवा संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। स्वर्गीय मिन्टु सुब्बाको पार्थिव शरीर कसरी घरसम्म ल्याइयो भन्नेबारे जानकारी गराउँदै यस कार्यमा संस्थाका अध्यक्ष दिवस दियालीको महत्त्वपूर्ण भूमिका रहेको जानकारी संयोजक मन्दिर सुब्बाले बताएका छन्। आज नै स्वर्गीय सुब्बाको पार्थिव शरीरलाई अन्तिम संस्कारको निम्ति तिनको पैतृक थलो तिनधारे लगियो। पहिला ऊ चाहिँ 4 साल चाहिँ भएको थियो गएको होइन, तर बिचमा 2 साल चाहिँ गरेर फेरि रिटर्न हुनुभएको थियो। लाइक अब छुट्टीमा लागि आउनु भएको थियो है। त्यहाँदेखि फेरि एकपल्ट चाहिँ 2 साल आएर 2 वर्ष बाद एकपल्ट आउनु भएको थियो। त्यहाँदेखि फेरि छुट्टी बादमा जानुभयो। बाबाको आमाको अपरेसन गर्नु भएको थियो 2023मा आउनु भएको थियो। त्यहाँदेखिको फेरि 20 दिनकै छुट्टी लिएर आउनु भएको थियो है। त्यहाँदेखि ठिकै हुनुहुन्थ्यो, त्यति बेला नि एकदमै खुसी हुनुहुन्थ्यो है। त्यहाँदेखिको बाबा अक्टोबरमा बाबा रिटायर हुनुभयो। अन्त त्यहाँदेखि अक्टोबरमा पनि आएर चाहिँ फर्किनु भएको, सबै कागजपत्रहरू सबै बाबाको है अप टु डेट गरिदिएर चाहिँ त्यहाँदेखि रिटर्न हुनुभएको। 1.5 साल चाहिँ हामीले घरबाट चाहिँ उहाँ जानुभएको चाहिँ 1.5 साल, तर बातचित चाहिँ एकदम कन्टिन्यू नै थियो है। र जुन विगत 29 तारिकको दिन बित्नुभयो मेरो दिदी है, त्यति बेलासम्म मर्निङमा पनि बात भएर अन्त 26 फेब्रुअरीको चाहिँ टिकट काट्नु भएको थियो ब्याक टु अब होम भनेर होइन। अन्त 8 तारिक 26 तारिक काटेको 8 अप्रिलको टिकट गर्नुभएको थियो र 9 तारिक चाहिँ आइपुग्नु हुने थियो है। तर अब यस्तो आकस्मिक घटनाले चाहिँ 29 सन्डेको दिन चाहिँ उहाँको उयो भयो। मलाई चाहिँ के लाग्छ भने एकदम डराएको है, प्यानिक भएको थियो। अब 2 हप्ता अगाडि चाहिँ उसले त्यो पुरा घटनाको बारेमा भन्दै थियो, अब बम आउँछ हेन तेन होइन। अन्त कुरालाई इग्नोर गरेँ है। अब त्यस्तो त हुनु सक्दैन नि त, एउटा स्पेसिफिक जग्गा हुन्छ जहाँ चाहिँ एट्याक हुन्छ है। अब यो त वर्ल्ड त्यो अर्कै जग्गाको कन्ट्रीको विषय भयो है, त्यो विषय त अब त्यस्तो हामीलाई आइडिया छैन। र अब जति उसलाई हेर्दाखेरि चाहिँ मलाई चाहिँ प्यानिक भएको चाहिँ पुरै देखेँ मेरो दिदीलाई है। डर उसलाई पसिसकेको थियो, लाइक अब घर आउनु पाउँदिनँ है, यस्तो कुराहरू गर्थ्यो। त्यहाँदेखि सन्डे त्यो लास्ट 9/18मा भिडियो कल भयो। सुति नै रहेको थियो, राम्रै अब उठेर ब्रेकफास्ट बनाउँछु भने मैले पनि अब ल ठिकै छ उठ भनेर त्यतिकै बात गरेँ। त्यहाँदेखि आफ्टर द्याट 10/18मा है, त्यही मर्निङ टाइममै त्यहाँदेखि चाहिँ रिसिभ नगर्नु भएको मेरो कल। त्यतिकै अराउन्ड कति 2 बजीतिर चाहिँ है मलाई मेसेज आयो कि कल आयो कि तपाईँको दिदीलाई चाहिँ एक्सपायर हुनुभयो, सडन एम्बुलेन्स आएर चाहिँ लग्यो भन्नुभयो है, लगिसक्यो भन्नुभयो। अन्त अब यो विषयमा त अब त्यस्तो याद भएन के भयो टाढोको। फेरि हाम्रो चाहिँ के भयो भने चाहिँ एउटा मिस्टेकै भनौँ है। अब टाढोमा थियो, एड्रेसहरू पनि यो न्यू कम्पनीमा सिफ्ट भएको कारणले गर्दा चाहिँ वी डोन्ट नो है कहाँ कुन चाहिँ कम्पनीमा गर्दै थियो भन्दाखेरि पनि अब उसले त्यो सर्टेज टाइम भयो नि त है। ऊ लाइकली आएको थियो रहेछ त्यो न्यू कम्पनीमा र एड्रेसहरूको केही यस्तो थिएन मलाई है, भनौँ भने केही यादै थिएन। जस्ट उसले भन्थ्यो कि अहिले के भन्छ यो फेस्टिभलले गर्दा चाहिँ 15 डेजको यो के बन्छ। अन्त 15 डेज चाहिँ ड्रोन उयो भएको कारणले गर्दा रिनोभेट हुँदैछ भनेर भनेको थियो है। अनि 1 महिनाको चाहिँ तपाईँको 1 महिनाको चाहिँ अब छुट्टी रहेछ उसको। अन्त छुट्टीमा नै बरु आएको भए हुन्थ्यो भनेर चाहिँ हामीले भने। भोट पनि आउँदैछ, अन्त यो एसआइएलको यो छ भोट योपालि गर्नै पर्छ भनेर भन्दा चाहिँ
23मा चाहिँ उसले 26 फेब्रुअरीमा चाहिँ घरमा आमाले पनि बाबाले पनि भनेर चाहिँ टिकट चाहिँ काटेकै हो। तर त्यहाँबाट है बडी एकदमै भइरहेको थियो होइन। हामी आयौँ, त्यो खबर पाउने बित्तिकै म त सिलगढीमा छु है, आमाहरू यहाँ एक्लै। मैले माथि मेरो घरबाट मान्छेहरू पठाएँ, आमालाई डाइरेक्ट त्यो खबर दिनु भएन। मलाई पनि भनौँ भने त याद थिएन कि ऊ के भइरहेको छ, एक्सपायर भएन, हस्पिटल एम्बुलेन्स आएर लग्यो है, कुनै एउटा सठिक अब कुरै भएको थिएन नि त। त्यो भएर अब आमालाई हताश पार्नु मैले मिलेन है, म आफै आएँ यहाँ मान्छे पठाइदिएर। त्यहाँदेखि चाहिँ अब मैले नम्बर, त्यो जुन नम्बरमा मलाई कन्ट्याक्ट गरेको त्यो नम्बरलाई मैले कन्ट्याक्ट गर्नु खोजेँ, उनीहरूले त्यस्तो केही नै भन्दैन। उनीहरूलाई वी डोन्ट नो मात्रै भन्छ है। अब उसले अर्कोको नम्बर दिन्छ, घरि अर्कोको। हामीले केही गर्नै सकेन र हामी प्रशासनमा पनि गयौँ है, तल गयौँ र तलबाट पनि उहाँहरूको पनि ठिकै हो, एउटा निश्चित समय हुन्छ है। हामीले त्यहाँ भन्यौँ सर यस्तो यस्तो भयो, मेरो दिदी एउटा कन्ट्याक्ट नम्बरले मलाई कल गरेर चाहिँ भन्दैछ कि तेरो दिदी एक्सपायर भयो भनेर भन्नुभयो। तर के भएर भयो, न आफै भयो न अरूले गरिदियो है, न बिमारी नै भएर एक्ज्याक्ट केही थाहा भएन। र उहाँले भन्नुभयो भोलि सबै कन्ट्याक्ट नम्बरहरू सबै डिटेल्स दिनुभयो चाहिँ 10:30 बजी चाहिँ आउनु, प्रेजेन्ट हुनु भन्नुभयो है। तर त्यो अब हामीले पढेको थियो है, हाम्रो दिदी टाढो र हामीलाई पर्खिने हामीलाई समय पनि थिएन है। र आएर हामी एकदमै हताश भएर यहाँ के गर्नु कसो गर्नु हुँदाखेरि चाहिँ यहाँ फुपू चाहिँ संस्थामा हुनुहुन्छ है, मेरो फुपू कान्छी फुपू। र उहाँले चाहिँ उता दिल्ली संस्थामा, उहाँ अङ्कलको नाम के हो? हजुर, मेरो संस्था छ सानोबडे सत्यमाग। म चाहिँ दिल्लीमा मेरो सत्यमाग ट्रस्ट चाहिँ अब सानोतिनो उयो छ होइन संस्था। अब यिनीहरूले अब यस्तो बिजोग भएर अब कता कता भट्किरहेको, पुलिसहरूलाई गर्दा पनि यहाँ पुलिसहरूले कसरी रिस्पोन्सहरू नदिँदाखेरि होइन, यताउति कति पार्टीको मान्छेहरू समाउने कोसिसहरू गऱ्यौँ होइन, रेस्पोन्स त गर्नु टाइम पनि थिएन। हामी हताहत पनि थियौँ होइन, हामी थोड़ा ट्रस्टमा पनि थियौँ। अनि मलाई अब एउटै मेरो दिमागमा आयो कि चलो मेरो संस्थालाई एकताल होइन सुझाव गरौँ, थोड़ा सा केही अब त्यहाँबाट पनि हामीले हेल्प पाउँछौँ कि भनेर चाहिँ मैले चाहिँ मेरो संस्थाको ठुलो अब उनलाई पञ्चु थामीलाई चाहिँ मैले यहाँबाट चाहिँ अब भने कि मेरो भदैनी यस्तो यस्तो भयो होइन, बाहिर बारेनमा तपाईँहरूले केही मलाई हेल्प गर्नु सक्नुहुन्छ कि भनेर चाहिँ अब मैले उनलाई भन्दाखेरि चाहिँ उहाँले चाहिँ अब यता माटोको मायालाई चाहिँ अब उहाँले गर्दैछ होइन, बातचितहरू गरेर उहाँको नम्बरहरू दिनुभयो र हामीले पनि अब सबै उहाँदेखि नै माटोको मायालाई नै फलो गर्दै गयौँ। तर उहाँले आज माटोको मायाले गर्दा नै आज यो हामी मेरो भदैनीलाई होइन हामी हेर्नु पायौँ, घरमा आइपुग्यो होइन, हामी बहुत खुसी छौँ माटोको माया। म चाहिँ के भन्न चाहन्छु भने अब यस्तो अब मेरो मात्रै है फ्यामिलीमा चाहिँ परेको होइन है, आउँदो दिनहरूमा कसैलाई पनि पढ्नु सक्छ होइन। र मेरो आन्तरिक हृदयबाट है हामी सब परिवारकोबाट चाहिँ माटोको माया संस्थालाई चाहिँ कहिले पनि बिर्सन सक्दैनौँ। उहाँको ऋणी सधैँ नै हामी हुनेछौँ, माटोको माया दिन चाहन्छौँ। आज म मेरो दिदीको पार्थिव शरीरलाई अन्तिम बिदाई मैले एकबार हेरेर नै गर्न सकिनँ। यसको लागि चाहिँ धन्यवाद दिन्छु तपाईँको संस्थालाई। हेर्नुभएका सम्पूर्ण दर्शकहरूलाई नमस्कार, जगत। र विशेष म केन्द्र समितिको प्रमुख संयोजक हो है, र अहिले जति पनि विगतको दिनमा जति पनि कार्यहरू भइरहेका छन् है, र म चाहिँ तपाईँको दिवस दियाली जो संस्थापक हुन्छ। फिलहाल उहाँ पनि अरूको देशमा कार्यरत हुनुहुन्छ, दिनरात अरूको देशमा काम गरेर पनि उहाँले चाहिँ माटोको माया संस्थालाई जन्माउनु मात्र होइन, उहाँले चाहिँ देश विदेश प्रदेशमा रहेका हाम्रो गोर्खे दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ केही गर्नुपर्छ भन्ने उद्देश्यले गर्दा चाहिँ उहाँले चाहिँ जति पनि केस आउँछ इमेल होस् त या कन्ट्याक्ट गर्छ। म यहाँ दार्जिलिङमा हुनुको कारण चाहिँ उहाँले मलाई सम्पर्क गर्नुहुन्छ, र त्यही कारण चाहिँ मैले थाहा पाएँ। म त्यहाँपछि हामी कन्ट्याक्टमा रह्यौँ र हामी एउटा सिस्टम छ, हाम्रो प्रणाली छ। कुनै पनि केस होस् त्यो विषयमा कसैले धोकाधडी गरोस्, मानव अधिकारको लागि होस् या कुनै रेस्क्यु गर्नु छ, उद्धार गर्नु छ, त्यो ग्रुप बनाउँछौँ। र ग्रुप बनाउँदै यहाँ हाम्रो परिवारसँग पनि होइन भेटघाट भनौँ न बातचित भयो। र दिवसले नै आज उहाँ इजरायलमा रहेर पनि
इन्भेस्टिगेसन गराएर एम्बेसीसँग बात मारेर जुन हाम्रो बहिनी मिन्टु बहिनी होइन कस्तो छ के छ पुरा हामीले एउटा जाँच पडताल गरेर नै यसलाई चाहिँ हामीले अनुसन्धान गरेर नै हामीले खबर पायौँ र विगतको दिनमा पनि इजरायल भयो मालदिभ भयो ओमानबाट पनि हामी धेरै जस्तै र बेङ्गलोरदेखि लिएर दिल्ली उत्तर प्रदेश धेरै भयो है र त्यसले त्यहाँ जाँच पडताल गर्दा विशेष हामी किनभने दिवस दियाली सरलाई हामी धन्यवाद दिन चाहन्छौँ है र किनभने उहाँ अर्काको देशमा कार्यरत भए पनि रात दिन हामी बिहानको 3 बजी 4 बजी जतिको हामी सुत्नु पाउँदैनौँ यहाँ हाम्रो टिम हुनुहुन्छ यहाँ खरसाङबाट हाम्रो राजेश गजबे सर हुन्छ यहाँ सुनन्दा ब्रान्चबाट हाम्रो डोमल म्याम हुन्छ यहाँ मिरिक शाखाबाट हाम्रो रुनी लामा हुन्छ र उही सर केन्द्र समितिमा हाम्रो प्रमुख सदस्य हुन्छ र हामी चाहिँ यो विषय त जति पनि कुनै पनि विषय होस् हामीले त एउटा सिस्टम अनुसार हामी चल्छौँ र त्यसले गर्दा जुन हाम्रो सिस्टममा चल्यौँ र हाम्रो बहिनीको खबर पाए हामी गऱ्यौँ र हामी त्यसमा हामी लागि पऱ्यौँ र लगभग 10 दिन 13 दिन लाग्यो र विषय त के छ भने अहिले यो लडाइँ जुन चलिरहेछ है र एकदम दुबईदेखि लिएर साउदी अरबदेखि बहराइनदेखि लिएर जति पनि इजरायल जति पनि जुन लडाइँ हुँदैछ एकदम क्रिटिकल कन्डिसन छ र त्रासित छन् र त्यसले गर्दा हामीलाई लास ल्याउनु पनि हामीलाई धेरै विलम्ब लाग्यो भयो पनि र साउदी है अरबियाबाट चाहिँ आया भएर चाहिँ बहिनीको लास चाहिँ भनौँ न सकुशल त ल्याउन हामी सक्षम पनि हो र यदि त्यो उहाँको पहल उहाँको सहयोगमा यदि नभएको भए सायद यो असम्भव थियो र विशेष त के छ भने सायद पूर्ण जन्ममा सायद उहाँहरूको परिवारले हामीलाई केही कर्म गर्नु भएको थियो र यो कलियुगमा पनि हामीले चाहिँ पुण्य जन्म चाहिँ कर्म गर्ने उहाँको परिवारलाई हामीले भगवानले पठाइदिनु भएको होला र हामी मानव जाति हो र मानवले मानवलाई काम आएको हुनुपर्छ यो कलियुगमा हामी मानव जातिले जति मानव जातिले हामीले चाहिँ मानवता बचाएनौँ भने पशु प्राणीले बचाउँदैन विशेष हामी तपाईँको चाहिँ उताको जुन अवस्था व्यवस्था देखेर चाहिँ एकदम हामीलाई साह्रो पर्यो र हामी चाहिँ कलकत्ता गयौँ र कलकत्ता फ्लाइटबाट हामी बागडोग्रा एयरपोर्टबाट हामी कलकत्ता गयौँ कलकत्ताबाट पनि अलि निश्चित भएन किनभने त्यहाँनिर आज मौसम पनि त्यस्तै परिरहेको थियो र बहराइन टु साउदी अरबिया भएर कार्गोहरू पनि पाउनु मुस्किल थियो एक्स्ट्राले गर्दा त्यहाँ समस्याले गर्दाखेरि लडाइँले गर्दाखेरि र हामीलाई धेरै नै रातभरि हामी सुतेनौँ पनि है र जागो नै बसेर दिवससम्म कन्ट्याक्ट गरिरह्यौँ र हाम्रो इन्डियाको समय र इजरायलको समय पनि मिल्दैन र त्यसले गर्दा चाहिँ हामीले तपाईँको चाहिँ कलकत्ता गयौँ कलकत्ता फेरि यताउति सबैको कार्गोसँग सबैसँग विभागसँग सबै बात गरेर अन्तिममा चाहिँ भाया साउदी भएर चाहिँ तपाईँको चाहिँ कलकत्ता आयौँ र कलकत्ता आएर हामीले तपाईँको हिजो है कार्गोबाट डोमेस्टिकबाट रिसिभ गरेर हामी त्यहाँबाट चाहिँ तपाईँको हामीले 4 बजी साँझमा रिसिभ गरेर चाहिँ हामी निस्केको र एम्बुलेन्सको भाइलाई हामी धन्यवाद दिन चाहन्छौँ उसले 3 घन्टा किनभने उहाँले बचाएर किनभने परिवारलाई आमालाई बाबालाई जन्म दिने छोरी जुन जन्म दिनु भएको छ आमा बाबालाई कस्तो अवस्था होला भन्ने त्यो हामीले अवस्था हेऱ्यौँ र मौसम विभागले गर्दा कार्गो पनि एकदम फ्लाइटहरू पनि रद्द भएको थियो त्यो अवस्था थियो र हामीले फ्लाइटद्वारा पनि ल्याउन सक्यौँ र हामीले राति नै तरिका गरेर आज बिहान 4:20 चाहिँ हामी खरसाङबाट सकुशल हामीले दार्जिलिङ माटो सेवा संस्थाको तर्फबाट हाम्रो बहिनीलाई चाहिँ हामीले चाहिँ परिवारलाई चाहिँ सोंप्यौँ भन्ने चाहिँ यो जानकारी गर्न चाहन्छौँ।